हेलो हामी चाहिँ अब यसो उकालोतिर आज छुट्टी भएको दिनमा टक्क लाएर घुम्न हिँडेको हैन। अब कहिलेकाहीँ कति काम गर्नु हैन, कति काम गरिरहनु भनेर यसो आज फ्रेस हुन अलि छुट्टी पनि जस्तो भएको थियो, त्यही भएर हिँडेको। अब उकालो 3 भाइ छौँ। ठुलै कान्छो टक्क डाँडातिर। अब हेलो गाइस रुकुम पापागर क्रिकेटी चलो टक्क डाँडाकाँडातिर यसो पहाडतिर आइसकेपछि अलि घुम्दिउँ भनेर सर्र लाएर हैन। टक्क माथितिर जाउँ भन्ने हो। ए गाउँ हामी बस्ने गाउँ चाहिँ तल हो। गाउँ यही गाउँमा काम गर्ने अलि माथि पहाडतिर आइएछ के घुम्न आइदिएको आज। यो गाइस घापागार भन्ने यसो मिलाएर हेर्नुस्। टाढैबाट पनि नजिक भएर बसी हेर्नु पर्छ। बिस्तारै बिस्तारै माथि माथि आउँदै छौँ हामी। गाइस हामी सगरमाथा चढे जस्तो भएको छ। सगरमाथा त नभनौ, अब अलि मध्य पहाडी एरिया नै लगभग होला। अलि पहाडीमा त हो। रोडमा गाइस ल आउनु पर्छ। अहिले चाहिँ यसो मिलाएर हैन। अहिले चाहिँ हामी रोडमै छौँ, रोडमै हिँडिरहेको छौँ। अहिले त रोडमा निस्कियौँ। घुरी जस्तो ठाउँ त छैन, तै पनि भिडियो गराइदिनु। भिर चाहिँ बबाल छ क्या यहाँको भिर। म अब भिर देखाउँछु के भिर। सुसाइड गर्न मर्न मन लाग्छ भने झ्याप्पै भिरमा आए हुन्छ। प्याच मर्न नि सजिलो एकैचोटमा हो। साइड लास्ट पनि नभेटला। गाइस सुसाइड गर्ने मान्छेलाई यतै पठाइदिनु होला। मैले त भनिदिएको त्यही हो। भिर चाहिँ बबालै छ। देख्नुभयो गाइस, यहाँदेखि फदालसीकै मान्छे बाट्ला त। त्यो डाँडामा नि तलबाट आयो हामी चाहिँ। देख्नुभयो गाइस, ए हामी आएको यहाँबाट हो। माथि पनि बवाल छ फेरि भिर त माकडक्स हान्छ नि फेरि। है त्यो भिरमा सक्छ त कसैले, हामी त सक्दैन। यो ठाउँको मान्छे चाहिँ बवाल सक्छ नै फेरि। हेर त भत्काइ जलास के एक त कोल्टो परेछ। हाँसु त्यो पारीको हाँसु यताको रुने गाउँ अरे गाइस। के चाहियो र नयाँ नौलो गाउँ डाँडा पाखा हरियाली भिर जाने काफल खान। यहाँ काफल ए मेलचर त उता टियो डाँडा उता टियो। हामी तल सिमली हेलो साथीहरू। अब चाहिँ अघि जहाँबाट घुम्दै गइदियो त्यही ठाउँमा त्यो डाँडासम्म घुमियो, त्यहाँबाट फर्केर आइयो। अब चाहिँ आफ्नै गाउँ फर्की आए भने जस्तो आफ्नो अब डेरा आइसक्यो।